फुल क्वेसन सोध्दैन राम्ररी हजुरको या नेपालको हो नेपालको होइन तिम्रो मान्छे चाहिँ एमालेसँग रिलेटेड हो त्यो चाहिँ मलाई अलिकति थाहा भएन थाहा भएन ओके हजुरको स्विमर हो होइन तिम्रो मान्छे अहिले चुनावमा उठ्या छ कुनै पार्टीबाट उठ्या छ भन न सिधा हुनु पर्यो ल सोध हजुरको बास्केटबल प्लेयर हो होइन तिम्रो मान्छे कालो चस्मा लाउँछ हो कहिले कालो कहिले सेतो ल कहिले कालो कहिले सेतो ल सोच हजुरको कुनै फुटबल अथवा होइन फुटबल प्लेयर हो होइन तिम्रो मान्छे झापा 5 बाट उठ्या हो होइन ओके चस्मा चाहिँ लाउँछ नि त चस्मा चाहिँ लाउँछ ल सोध स्पोर्ट्समै हो नि हजुरको 100% क्रिकेटर कोही क्रिकेटर हो तिम्रो मान्छे प्रचण्ड हो ओके होइन लाइक मलाई थाहा छ त्यो हजुरले अफ कोर्स भनिसक्यो होला एमएस धोनी हो होइन तिम्रो नेपालको पोलिटिक्स केटा होइन अब चुनावमा पनि उठाएको छ तिम्रो त्यो ऊ हो महेश बस्नेत हो होइन ओके हजुरको लाइक इन्डियाबाट हो तिम्रो क्यारेक्टर रवि लामिछाने हो होइन एक मिनट पज है म कन्फ्युज भयो कि त्यो उठायो कि होइन भनेर चाहिँ ल ठिक छ भन न ओके अनि के त्यसको नाम त्यो चाहिँ अलिक पपुलरै हो लाइक सबैले त्यो गर्नेवाला पपुलर नै हो तिम्रो क्यारेक्टरले चाहिँ अस्ति जेनजी आन्दोलनमा पिटाइ खाथ्यो हो हजुरको क्यारेक्टर मैले त्यो नामै बिर्सेँ कि म नाम भन्छु भनेर बसिरहेको छु तर हजुरको क्यारेक्टरले टाउकोमा पगडी लाउँछ हो पगडी लाउँदैन तिमी मलाई हिन्ट नै दिएनौ के अहिलेको चुनावमा उठाएको छ कि छैन त्यस्तो खालको तिम्रो क्यारेक्टर पहिला प्राइम मिनिस्टर भएको छ नेपालको नै छैन ओके हजुरको त्यो लाइक सेलिब्रिटीलाई क्यान्सर लागेको थियो थिएन तिम्रो मान्छे ऋषि धमला हो म त्यही कन्फ्युज छ त चुनावमा हिजो हजुरले बुढीको लागि चाहिँ भोट माग्दै हिँड्दा छ भनेर भन्छ थियो नि त उनी उठेको हो के ल मेरो गेस गर ल अझ गेस गर हजुरको क्रिकेटर इन्डियाको उखेल्छ सबैले चिन्छ ल म एउटा हिँड्नेछु बलिउड एक्ट्रेसलाई बे गरेको छ विराट कोहली हो